हैसा पनि धेरै लाग्ने भयो अलि लाग्ने त हँसिया हराइहाल्नु भयो त्यो हराइहालेँ यत्रो दाउरा नकाटेपछि त के हैसा पनि के काम थुप्रो दाउरा काट्नु भएको छ तपाईँले त एकछिनमा काट्यो त माथि र टन्नै दाउरा छ त कहिले खोजेका रहेछन् क्यारे हामी त केही दाउरा भेट्दिनौँ हो र म त दाउरा खोज्न आएँ भने त म त एकैछिनमा त म त आउँदै आउँदिनँ भन्नाले नि दाउरा आउनु त परिहाल्यो नि अनि आएपछि त टन्नै भेट्छु त म एक खल्लु बनाइसकेँ एक खल्लु के भन्छन् रे मलाई त त्यति आउँदैन आउँछ भाइ हुन्छन् एकै दिनमा 2-3 भारी दाउरा खोज्नु पर्छ अनि यति भयो ढुक्क भयो नि सावली भाइलाई 2-3 भारी दाउरा एक भारी घाँस बाख्राले सेउला क्या सेउला अनि त्यहाँ आम्दामी टन्नै गराउनुहुन्छ के अरे बाख्रा साख्राबाट आम्दामी के खर्च कति हुन्छ आम्दामीको के को आम्दामी त त्यति हुँदैन आफूलाई जिन्तिने छु हातमुख जोड्न पुगेको छु अनि हातमुख जोड्ने धेरै हुनेले नि के नै गर्छन् र धेरै सम्पत्ति भएर नि केही गर्दो रहेछन् अनि के हुने हो आखिर मर्दा कसैले लाने होइन रहेछ नि त धेरै भयो नि यसो हातमुख जोड्न पुगे त भइगयो नि खाना लाउन अलिअलि एक ढुङ्ग्रो लाउन एक छाक खाना पुगेपछि भयो मलाई धेरै सम्पत्ति कमाउँला भन्ने पनि लाग्दैन भाग्यमा छ भने